हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ। नदेखाउनु आज चाहिँ को आउनु भएको छ यहाँ भने म तपाईँलाई देखाउँदैछु है। वेलकम टु माई मिनी ब्ल्याग भन्दै चमा हाम्रो चमा नेपालको हुनुहुन्छ। आज चाहिँ हाम्रो छोरीको ब्लगमा मलाई पनि देख्नु पाउनुभयो होइन। मेरो छोरीको युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनु। यहाँ चाहिँ मैले सबै चिनाइरहेको छु गाइस। यहाँ चाहिँ उता चाहिँ एकदम ढोक्नु दादा हाम्रो दादा उसले त मलाई ढोक्नु पर्यो नि त, म त दिदी हो नि त उसको है। ढोका ढोका यहाँ अन्त आज चाहिँ यहाँ 3 जना आउनु भएको छ। अन्त यहाँ के भन्नुहुन्छ अरे आज के भयो अन्त इन्डियाको दामी भयो होइन। सिलगढीको गरम यस्तै छ त मा। सिलगढीको गरम होइन, आज 2-3 दिन अगाडि भन्दा चाहिँ आज चाहिँ धेरै गरम छ क्या। एकदम राम्रो लाग्यो, खुसी लाग्यो। सिलगढी आयौँ के अरे कसमस मार्केट है। अन्त म सिलगढीको भेजा मार्केट भेजा मार्केट चाहिँ कहाँ हो गाइस? मैले पनि सुनेको छुइनँ है भेजा मार्केट। मैले काम गर्ने भेगा उसलाई भन्छु भेजा। म चाहिँ गाइसमा चाहिँ भेजा ठाउँ चाहिँ भेगा हो, तर चमाले चाहिँ नयाँ न्यू भएर मुख लटपटेको न्यू नाम राखिदिनु भएछ है। के अरे गाइस एकदम राम्रो लाग्यो, खुसी लाग्यो होइन। सिलगढी पनि घुमेँ। आधा भन्दैछ है। आज मलाई त कस्तो डर लाग्दै थियो नि, एउटा मान्छेले म कसमस पुऱ्याइदिन्छु भन्दै थियो हो। म त अनि त्यो मान्छेको पछि लागेर जानु हुँदैन, हामी त उता के अरे कहाँ अरे भ्यानस मल भन्नु नि नआउने मुखै लाग्दैन। हामी बिर्ता मोड भन्ने, उता बुट्टारी भन्ने, पानी ट्याङ्की भन्ने, कहाँ पानी ट्याङ्की हो, काँकर भिटा भन्ने मान्छेले भेनस मल भेगा आउँदैन रहेछ गाइस। के भन्छ मेरो छोरीकोमा चाहिँ एकदम सबले सब्स्क्राइब गरेर यहाँ दादा पनि हुनुहुन्छ। के अरे शुभम दादा अर्को सौरभ भाइ होइन मेरो। यो मेरो सौरभ भाइ के भन्छ बुढियालाई बाँगेको चाहिँ उसको भ्लगलाई पुरा लाइक हाल्नु। ल गाइस ल पनि ठिकै छ, थम्सअप पाइरहेको छु हो। ल अब चाहिँ हामी अहिले के भन्छ खाना खानु हुँदैन है। अब चाहिँ के पाक्छ त्यो ल गाइस। अब चाहिँ अहिले आधा गरौँ म। अन्त अब आधा भिडियो बनाइरहेको छु अहिले चाहिँ आधा अहिले है थुक्पाको मासुले पोलेर के छ एलोभेरा लगाउनु भएन लगाइदियो भुल्ने छ पनि यो गाइस नि मेहनतको फल चाहिँ अहिले रङ लाउँछ है, मिठो हुन्छ। अहिले रङ लाउँछ, कलरहरू हल्दी चिल्ली पाउडर। ल गाइस अहिलेको लागि बाई। के पाक्दैछ भने आज चाहिँ के पाक्दैछ भने आज स्पेसल हो चिकनको सुप, अन्त थुक्पा। हाम्रो चाहिँ यस्तो गरममा चाहिँ तातो खाने कि हामी चाहिँ खान्छौँ ल गाइस। अहिले भन्नुपर्छ खाइलो भनेर हेर्नुहोस् खान्छौँ ल गाइस। यहाँ चाहिँ थुक्पा उम्लिँदैछ भर्खर हो। अन्त अब हामी चाहिँ यहाँनिर रस लाउँछौँ 1 कराई। खाने मान्छे चाहिँ हामी 10 जना छौँ हो। मात्र 10 जना? मात्र 10 जना। अन्त यहाँ चाहिँ एकदम दामी पाक्दैछ गाइस होइन। आज चाहिँ थुक्पा खाने हो, थुक्पा चमा। यो कति 31 दामी। यो चाहिँ के हो? अरूलाई राख्छ कसरी राख्नु मम्मी? पहिला हेर्नु त सबैलाई। यो माछा खानु योसँग इङ्ग्लिस। Your village happy coming 1 hour last ko bhakain. Oh my god. I not understand Nepali. Understand. Your